केक बनाएको भिडियो पनि हेर्नु होला हैन। बबाल तरिकाले केक बनाउँछु, कति मिनेटमा भ्याउँदो रहेछ हेर्नु ल। म टक्क भिडियो स्टार्ट गरेर छोडेको छु, पुरा भिडियो हेर्नु मैले कति मिनेटमा भ्याउँदो रहेछ हैन। म यो भिडियो पनि सिम्पल तरिकाले हालिदिन्छु। यो मैले तपाईहरु त्यो टाइम हेर्नु, मैले भिडियो पनि म नकाटिकन हाल्छु यो। तपाईहरु हेर्नु मैले कति मिनेटमा भ्याउँदो रहेछ भिडियो पुरा हेर्नु। म भिडियो काट्दैन, म मोबाइल पनि छोड्दैन, भिडियो पनि काट्दिन। जति मिनेटमा रेडी भएको त्यति मिनेटमा म यो भिडियो पोस्ट गरिदिन्छु, पुरा भिडियो। अनि तपाईलाई हो जस्तो लाग्छ कि होइन जस्तो लाग्छ? ल गाइस, 1 मिनेटमा केक रेडी भएको थियो हैन। अब यो चुहाउन र रेडी गर्न मलाई कति टाइम लाग्छ त्यो पनि हेर्नु ल गाइस। फाइनली यो चाहिँ मेरो चक्लेट चुहाउने हो हैन। ल चक्लेट चुहाएर चाहिँ मैले 1 मिनेट 31 सेकेन्डमा भ्याएको छु हैन। अब मैले रेडी कति मिनेटमा भ्याउँछु, हेर्नु है। ओहो फुल पनि फुल्यो त है। मैले केक झिकिसकेँ है। मैले त्यही पनि अझै मोबाइल छुएको छैन, कति मिनेटमा भ्याउँदो रहेछ मैले। तिम्रो आँखा रूप भन्दा यो केक चाहिँ यहाँ छ है, रेडी भइसकेको छ। सर्लक्कै हेर्नु होला तपाईहरु हैन। यो केक यहाँ छ, मैले छुएको छैन। कति मिनेटमा भ्याउँदो रहेछ? 2 मिनेट भयो हैन। 2 मिनेट भयो। 2 मिनेट। अब अरु बेला चक्लेट भन्दा एक पाउको कुन मलाई नि एक पाउको अर्को स्टेप भए गर्नु 1 पाउन्डको अङ्कलले दियो हैन त? हो 1 पाउन्डको नर्मल दियो हैन त स्टेपमा? तिम्रो चाहनामा 4 मिनेट भयो है। कैची भन्ने ठाउँमै छैन फेरि। कैची ल्याउँदा केटाहरु ठ्याक्कै 5 मिनेटमा भिडियो ल कम्प्लिट।
पातल भएको छ